चर्चित गायक रबिन लामिछाने र समाजसेवी हेम थापा बीच टिकटकमा चर्कियो विवाद। रबिनलाई बहिष्कारसम्मको चेतावनी। र मेरो हिजो चलित्र त भकै हो। तपाईहरु जति जोखिन म जोखिन्न। यदि तपाईहरुले गलत भएछ भनेर झुक्न चाहनुहुन्छ ठीक छ, तपाईँ हेम थापा जिन्दगीभर यो आवाज उठाएरै छोड्छ। त्यति बेला चाहिँ मेरो दिमागले मेरो विवेकले जति जे भन्न पर्ने थियो, जे ठिक लाग्यो त्यति भने मैले, हैन। त्यस्तो नराम्रो मैले केही भने जस्तो पनि लाग्दैन। मैले चाहिँ मेरो क्षमतामाथि प्रश्न उठाउनु भएको हो भने दाइ एकचोटि मेरो घरमा आउनुहोस्, मेरो प्रमाणपत्रहरू पनि मैले यसरी जितेको थिएँ भनेर देखाउँला भन्न खोजेको थिएँ मैले। त्यो चाहिँ के चरित्र हत्या हुन्छ र त्यो मलाई। दर्शकबिन, लोकप्रिय गायक रबिन लामिछाने र अमेरिकामा बसोबास गर्दै आएका समाजसेवी हेम थापा बीच सामाजिक सञ्जाल टिकटकमा चर्किएको विवाद अहिले दर्शकबीच व्यापक चर्चाको विषय बनेको छ। विवादको केन्द्रमा छ गोर्खा मनोकामना लोकदोहोरी प्रतियोगिता, जुन हाल टिकटक मार्फत प्रतिदिन प्रस्तुत हुँदै आएको छ। कार्यक्रममा नेपाल तथा विदेशबाट दर्जनौं प्रतियोगी कलाकार सहभागी भएका छन्। प्रतियोगीहरूको प्रस्तुति निर्णायकमा गायकहरू रबिन लामिछाने, सुमन परियार र गायिका रेजिना परियारले मूल्याङ्कन गर्दै आएका छन्। यस्तै कार्यक्रमका विभिन्न एपिसोडहरूमा अतिथि कलाकारका रूपमा गायक बद्री पङ्गेनी, यस्तै वरिष्ठ गायिका बिमा कुमारी दुरा लगायत वरिष्ठ कलाकारहरूको उपस्थित पनि रहँदै आएको छ। कार्यक्रममा अतिथिका रूपमा आबद्ध रहेका समाजसेवी हेम थापा बिहिबार साँझको लाइभ कार्यक्रममा सहभागी भएका थिए। सोही कार्यक्रममा उनले आज म जज गर्न आएको हो, आज म 3 जना निर्णायकहरूलाई जज गर्दैछु भन्ने अभिव्यक्ति दिएपछि विवाद सुरु भएको थियो। हजुरहरू यो जुन प्रतिस्पर्धामा भएका भाइ बहिनीको जज गरिराख्नु भएको छ, हजुरहरूलाई चाहिँ जज म गरिरहेको छु र पब्लिकले हामी जस्ताले गरिरहेका छौँ है। तर म तपाईँहरूको जज गर्न लायक छुइनँ र गर्न पनि सक्दिनँ। तर जज चाहिँ हौसला स्वरूपमा गरिन्छ भन्ने कुराबाट मैले उहाँहरूलाई पनि मैले एउटा हौसला स्वरूप उहाँहरू जस्तै अरू कलाकार बनुन्, उहाँहरूको बाटो पोग्नुन् भनेर एउटा हौसला स्वरूप मैले पुरस्कृत गर्न खोजेको थिएँ। त्यसलाई चाहिँ बुझेर हो नबुझेर हो मेरो चलित्र हत्या गरियो। जो मलाई तल झारेर त्यो कलाकारै हुनुहुन्छ जो युरोपतिर बस्नुहुन्छ उहाँ भाइ। उनका उक्त शब्दहरूबाट निर्णायकहरूलाई बेइज्जत गरेको ठान्दै धेरै दर्शकहरूले आपत्ति जनाए। गायक रबिन लामिछानेले सोही लाइभमा प्रतिक्रिया दिँदै भने, मेरो घरमा आउनुहोला खाना खाने गरेर म पनि कुन स्तरको कार्यक्रममा सहभागी भएर जितेको छु त्यो तपाईँलाई देखाउँछु, त्यसपछि निर्णय गर्नुहोला म निर्णायक बन्न योग्य छु या छैन। उनको यो जवाफलाई धेरैले गम्भीर रूपमा लिए। सोही क्रममा कार्यक्रम सञ्चालकले हेम थापाको भनाइ अझै नटुङ्गिँदै लाइभबाट उनलाई हटाइदिए। त्यसपछि थुप्रै टिकटक प्रयोगकर्ताहरूले हेम थापा बीच आक्रोश पोख्दै कलाकारको सम्मान गर्न नजानेको आरोप लगाए। धेरैले पैसाले कला किन्न सकिँदैन, तपाईँसँग पैसा होला तर कलाकारसँग कला छ भन्दै हेम थापाको आलोचना गरेका थिए। विवाद चर्किएपछि हेम थापाले शुक्रबार बिहान टिकटकमा एक भिडियो अपलोड गर्दै भने, मैले राम्रो कुरा गर्दा पनि मलाई गलत देखाइयो, मेरो चरित्र हत्या गरियो, गाली खुवाइयो। मेरो भनाइ त 3 जना निर्णायक मध्येबाट उत्कृष्ट निर्णायकलाई सम्मान स्वरूप पुरस्कार दिने नियतले त्यसो भनेको थिएँ, तर मलाई गलत बनाइयो भन्दै दुखेसो पोखेका छन्। त्यससँगै उनले गायक रबिन लामिछानेलाई बहिष्कार गर्ने चेतावनी दिँदै उनका गीतहरू चल्न नदिने अभियान समेत सुरु गर्ने बताएका छन्। तपाईँ जस्ता कलाकारलाई हेम थापाले बहिष्कारको अभियान चलाउँछ र बहिष्कार गर्नुपर्छ तपाईँ जस्ता कलाकार। यो विवाद शुक्रबारको टिकटक प्रत्यक्ष कार्यक्रममा पनि कायमै रहेको देखिन्छ। हेम थापा शुक्रबारको कार्यक्रममा पनि उपस्थित भएका थिए। उनले मलाई गलत देखाएको र मेरो चरित्र हत्या गरिएकोले माफी माग्नुपर्ने, नत्र यो आवाज उठाइरहने, यतिसम्म कि गायकलाई बहिष्कार अभियान चलाउने समेत चेतावनी दिएका छन्। दर्शकबिन, तपाईँहरूको यसबारे आफ्नो धारणा के छ? कृपया आफ्नो धारणा कमेन्ट बक्समा लेख्न नबिर्सिनुहोला। साथै यस्तै जानकारीमूलक र रमाइला भिडियो हेर्नको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला भन्दै आजको भिडियोबाट भने बिदा हुन चाहन्छौँ। हस्त धन्यवाद, नमस्कार, जय नेपाल। मन त थियो बेसी समस्यामा थिए म के गरम औठी बेरुवाको
के भर पर्नु र बोली फेरि